सबैजनालाई नमस्कार। नमस्कार। आज तिथि अनुसार माघ शुक्ल पक्षको पञ्चमी तिथि, वसन्त पञ्चमी, श्री पञ्चमी पनि भनिन्छ र नेपालमा हिन्दू, बौद्ध, किरात, बोन, जैन प्रकृति पूजक यहाँका जो मौलिक धर्म संस्कृतिका अनुयायीहरू सबैले तर आफ्नो आफ्नो तरिकाले आजको दिनलाई विशेष रूपमा लिने गरेका छौँ। त्यो दिन पारेर हामीले जरो किलो महाअभियानको स्थापना सम्मेलन गरेका थियौँ। 2072 सालमा स्थापना सम्मेलन भएको थियो र त्यस पछाडि स्थापना दिवस हुँदै आज हामी 10औं स्थापना दिवस मनाउँदैछौँ। यो 10 वर्षको समय व्यक्तिको जीवनमा हेर्यो भने लामो समय हो, तर देशको जीवनमा हेर्यो भने, सभ्यताको जीवनमा हेर्यो भने, सृष्टिको जीवनमा हेर्यो भने 10 वर्ष केही पनि होइन। जुन बेला हामीले जरो किलो महाअभियान सुरु गर्ने पहल गर्दै थियौँ, सङ्कल्प भएको थियो, औपचारिक स्थापना हुन बाँकी थियो। मलाई खुसी छ आज त्यो चरणमा हामी जुटेका धेरैजना आज फेरि सँगै छौँ। कयौँ जो आफ्नो काम विशेषले देशका अन्य भागमा, कतिपय विदेशमा रहेका कारणले यहाँ प्रत्यक्ष उपस्थित हुन मिलेको छैन, तर प्रविधिबाट हेरिरहेको मैले थाहा पाएको छु। हिजोदेखि नै, अस्तिदेखि नै आज त धेरै सङ्ख्यामा मैले सन्देशहरू पाइरहेको छु। फोन कल मार्फतबाट विभिन्न प्रविधिबाट पुराना हाम्रा सहकर्मीहरू, सदस्यहरू, सहृदयजन हामी भन्छौँ, अहिले जोडिएको मैले देखेको छु र यस क्रममा धेरै नयाँ सदस्यहरू पनि यहाँ जोडिने क्रम छँदैछ। र त्यो बेला हामीले सरसल्लाह गर्दाखेरि के गर्न खोजेका थियौँ भनेर सम्झिने, त्यसको पुनरावलोकन गर्ने र अब कसरी अगाडि बढ्ने भनेर चिन्तन गर्ने दिन पनि आज हो। हामीले मूलतः त्यो बेलामा कुरा गर्दाखेरि नेपालमा हामी भएको हुनाले स्वाभाविक रूपमा यहाँको दिक्रकाल, यहाँको टाइम एन्ड स्पेसमा हामी छौँ। हाम्रो चिन्तनमा त्यो पक्ष अवश्य पनि एउटा निर्णायक रूपमा रहन्छ नै, तर हामीले के भन्यो भने हामी सन्तुलन समन्वय गरौँ, प्रतिमान हाम्रो आफ्नो लिउँ, मौलिक प्रतिमान लिउँ, आदर्श जुन हो त्यो चाहिँ हाम्रो लिउँ र उपमान, उदाहरण ती संसारका जहाँ कहीँका लिउँ भन्ने त्यस्तो सोच बनाएर हामीले जरो किलो महाअभियान सुरु गऱ्यौँ। सुरु गर्दाखेरिमै केही आधारभूत कुराहरूमा हाम्रो स्पष्टता थियो। जरो किलो महाअभियान भनेको पछि त संसारका सबै थरी जात जाति, भाषा भाषी, राष्ट्रियता भएकाहरू, भौगोलिक रूपमा रहेकाहरू सबै अटाउन सक्ने त्यस्तो घर बनाउनुपर्छ। अहिले प्रारम्भमा कम्तीमा पनि जरो किलो महाअभियान भनेको नेपालको कुनै एउटा जात मात्रै, कुनै एउटा जाति मात्रै, कुनै एउटा सम्प्रदाय मात्रै, कुनै एउटा भाषा मात्रै, कुनै एउटा भौगोलिक क्षेत्र मात्रै होइन कि जसरी नेपाल बहुजातीय छ, बहुभाषिक छ, बहुसांस्कृतिक छ, बहुधर्महरूलाई राज्यले यहाँ पहिचान गरेको छ र हाम्रा बसोबासका, हाम्रा खानपिनका, हाम्रा लवाई खवाईका तरिकाहरूमा पनि पर्याप्त विविधता छ। इतिहासप्रतिको दृष्टिकोण पनि अलग अलग जात जाति समुदायको अलग अलग छ। त्यति हुँदाहुँदै पनि हामी सबै यहाँ छौँ, हामी सँगै छौँ। कतिपय हामी हाम्रो चाहिँ रोजाइका कारणले सँगै छौँ, कतिपय हामी सँगै हुनै पर्ने, किनभने भनाइ नै छ मित्र त फेर्न मन लाग्दो हो, तर छिमेकी त फेर्न मिल्दैन, परिवारजन त फेर्न मिल्दैन। भनेपछि हामी नेपालीजन हामी सँगै बस्नु त छँदैछ भने त्यो हाम्रो बसाइलाई हामीले किन सहृदयतापूर्ण नबनाउने, किन सामञ्जस्यपूर्ण नबनाउने, किन समन्वय सहकार्यलाई जोड किन नदिने त? त्यो दिने पद्धतिमा हामी जाउँ। त्यो छ भने लिउँ, छैन भने अनुसन्धान गरेर निकालौँ। मौलिकको त दुईवटै अर्थ हुन्छ नि। मौलिक भनेको एउटा मूल र इक जोडिएपछि मौलिक हुन्छ। पहिल्यैदेखि के थियो?
त्यो पनि हुन्छ। तर मौलिक भनेको फेरि के हो भने कसैले एकदमै नयाँ कुराको आविष्कार गर्यो भने त्यो पनि मौलिक हो। भनेपछि हामी त्यही बेलामा त्यो प्रतिमान र उपमान चाहियो भने हामी बनाउँला, अभिनिर्माण गरौँला, छ भने हामी ल्याउँला। प्राचीनमा प्राचीनतम पनि हाम्रै हो, नवीनमा नवीनतम पनि हाम्रै हो। यो सोचेर हामीले सुरु गरेका छौँ। आज मैले फर्केर हेर्दाखेरिमा सङ्ख्या कम बेसी छ, तर जरकिलो महाअभियानमा हिमालका मान्छे पनि हामी अटाएका छौँ, पहाडका मान्छे पनि हामी अटाएका छौँ, तराई मधेसका मान्छे पनि हामी अटाएका छौँ। जरकिलो महाअभियानमा सङ्ख्या कम बेसी छ, मैले अघि नै भने, तर हिन्दू धर्मावलम्बी पनि अटाएका छौँ, यहाँ बौद्ध धर्मावलम्बी पनि अटाएका छौँ, यहाँ किराँत धर्मावलम्बी पनि अटाएका छौँ, बौद्ध धर्मावलम्बी, जैन धर्मावलम्बी, प्रकृति पूजक र यहाँ कयौँ व्यक्तिहरू इस्लाम अथवा चाहिने क्रिस्चियनिटी मान्ने व्यक्तिहरूले पनि यसलाई बडो सहज घरको रूपमा, सुरक्षित घरको रूपमा लिएर जरकिलो महाअभियानको अपनत्व लिएको मैले देखिरहेको छु। भाषाको हिसाबले हेऱ्यो भने पनि हामीले सबै भाषामा काम गर्न सकेका छैनौँ। हामीले काम गरेको नेपालीमा काम गऱ्यौँ, केही संस्कृतमा केही काम गऱ्यौँ, मैथिलीमा केही काम गऱ्यौँ, भोजपुरीमा केही काम गऱ्यौँ, नेपाल भाषामा केही काम गऱ्यौँ र अरू भाषाहरूमा पनि हामी काम गरौँ भनेर हामी प्रयास चाहिँ हामी गरिरहेका छौँ। तर यहाँ हेऱ्यो भने धेरै भाषाभाषी जरकिलो महाअभियानमा प्रत्यक्ष सदस्य नै 50 भन्दा बढी भाषाभाषीहरू यहाँ रहेको मैले देख्छु। त्यस्तै सम्प्रदायको हिसाबले हेऱ्यो भने पनि फेरि धर्मभित्र पनि सम्प्रदायहरूको चाहिँ जुन प्रचलन छ त्यो हिसाबले हेऱ्यो भने पनि अनेकौँ सम्प्रदायहरूका व्यक्तिहरू हामी यहाँ छौँ। तर विशेषता के छ त भन्दाखेरिमा आफ्ना आफ्ना विशेषताका कुराहरूमा हामी गौरव गर्दै साझे कुराहरूमा चाहिँ सहकार्य हामीले गरिरहेका छौँ। र जरकिलो महाअभियानको सुरुदेखि हामीले बनाएको पद्धति के छ भने जुन कुरामा विवाद हुन्छ त्यो कुरामा हामी सकेसम्म प्रवेश गर्दैनौँ। किनभने नेपालीमा एउटा उखान छ नि, एउटा खुर्सानी बिना भागै नबस्ने, अर्को खुर्सानी ल्यायो भने भान्सामै नपस्ने। यस्तो अवस्था त हुनु भएन नि। भनेपछि हामीले कयौँ कुराहरूमा भनेका छौँ हामी यसमा अहिले विवाद गर्दैनौँ। तर कहिलेकाहीँ कतिपय सदस्यहरूलाई के लाग्छ, त्यही जुन कुरामा जाँदाखेरिमा विवाद हुन्छ त्यस्तो कुरा गर्न पनि मन लाग्छ। कहीँबाट मैले सम्झाउँछु पनि, अब नमान्दाखेरिमा चाहिँ नि कतिपयलाई चाहिँ नि आफैले बिदा गर्ने गरेको पनि छु। किनभने जरकिलो महाअभियान सुरु गरेको अर्को एउटा झगडाको बिउ ल्याउने संस्थाको रूपमा सुरु गरेको होइन नि। झगडा गर्नलाई त जति पनि छन् नि, द्वन्द्वको अर्को एउटा निहु थपियोस् भनेर ल्याएको होइन नि। त्यो गर्ने त जति पनि छन् नि, अङ्ग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ नि, मिलियन्स म्युटिनिज भन्छ क्या। त्यस्तो चाहिँ नि त गर्न खोज्ने त कति छन्, कति छन्। नेपालमा के समस्याको कमी छ र? समस्या खोज्यो भने त जति पनि छ, तर त्यो सबैलाई जोड्ने, सामञ्जस्य गर्ने त्यस्तो चिज चाहिँ के हुनसक्छ भन्ने खोजेको क्रममा यो चाहिँ आएको थियो। र यस क्रममा हामीले केही आधारभूत कुराहरू, सिद्धान्तहरू बनाउने क्रममा बहुलतालाई कसरी सम्बोधन गर्ने हो, बहुलतालाई, विविधतालाई कसरी सम्बोधन गर्ने हो भन्नेमा प्रशस्त हामीले कार्य गरेका छौँ। किनभने संसार नै आज बहुसांस्कृतिक हुँदैछ, मल्टिकल्चरल जुन भनेर भनिन्छ त्यो हुँदैछ भने त्यो कसरी गर्ने त भन्ने क्रममा हामीले केही आधारभूत रूपमै कार्य गरेका छौँ। जस्तो सातत्य दृष्टिकोणले के गर्छ त भन्दाखेरिमा अरूले जुन कुराहरूलाई विपरीत देख्छन्, जुन कुराहरूलाई चाहिँ नि प्रतिस्पर्धी देख्छन्, जुन कुराहरूमा शत्रुतापूर्ण सम्बन्ध देख्छन्, त्यसलाई हामीले एउटै सत्यका विविध प्रकटीकरणका रूपमा लिन्छौँ। र त्यो फरक किन देखिन्छ भने हामीले कुन पोजिसन लिन्छौँ, कुन दृष्टिबिन्दु लिन्छौँ। धेरै टाढाको दृष्टिबिन्दु लियौँ भने परको त्यो अर्को किनारा चाहिँ नि देखिँदैन अथवा आफूभन्दा विपरीत जस्तो लाग्छ। तर यो संसार नै के हो भने विविधताले नै संसार बनेको छ। त्यसो भएको हुनाले हामीले विविध भाषाभाषी, विविध जात जाति, विविध धर्म सम्प्रदाय, विविध आस्था पद्धति, यहाँसम्म कि राजनीतिक दृष्टिकोणहरू पनि एकै ठाउँमा कसरी राख्न सकिन्छ भनेर यो परीक्षण गर्न खोजेको पनि हो, कार्यान्वयन गर्न खोजेको पनि हो। त्यस क्रममा कतिपय अवस्थामा चुनौती किन आउँछ त भन्दा अब मानिसहरूको जुन सोच्ने फ्रेम हो, दृष्टिकोण हो, त्यो त दुई फक्लेटे छ, बाइनरी।
यो बिजुलीको स्विचको म बारम्बार उदाहरण दिन्छु कि स्विच अन गर्न मिल्छ कि अफ गर्न मिल्छ, अर्को केही छैन भने जस्तो गरेर मानिसहरू कि एकदमै एउटा एक्सट्रिम पोजिसनमा जाने कि अर्को एक्सट्रिम पोजिसनमा जाने। कसैलाई समर्थन गर्नु पर्यो भने पनि त्योभन्दा उत्तम मान्छे अर्को छँदै छैन, मतलब भगवानमा पनि नभएका गुणहरू उसमा छन् कि जस्तो गरेर भनिदिने पनि यही समाजमा मान्छे हुन्छन्। त्यही मान्छे मन परेन भने हिजोसम्म एकदम मन पराएको मान्छे फेरि ऊभन्दा राक्षस ऊभन्दा शैतान कोही छैन कि जस्तो गरेर गाली गलौज गर्ने पनि यही छन् नि। यो त यो हाम्रो समाजमा रहेको यो शिक्षाले गर्दाखेरिमा, दृष्टिकोणले गर्दाखेरिमा बनेको चाहिँ नि जुन आनी बानी हो, प्रवृत्ति हो, त्यसलाई फेर्न बडा गाह्रो हुन्छ। त्यो थाहा भएरै हामीले के भन्यौँ त, अघि पूर्ववक्ताहरूमध्ये कतिपयले पुरानो कुरो सम्झिँदाखेरिमा भनेको पनि मैले सुने, हामी त यसमा 10 वर्ष 20 वर्ष 40 वर्ष उस्तै परे 100 वर्ष पनि लाग्न सक्छ भन्ने त्यही बेलामा कुरा गरेका थियौँ नि भनेर स्मरण गरेको पनि अघि मैले सुने। जुन हिसाबले हेर्दाखेरिमा यो अघि मैले भने 10 वर्ष भनेको व्यक्तिको जीवनमा लामो तर देशको सभ्यताको सृष्टिको जीवनमा केही पनि होइन भन्दा 10 वर्षको बिचमा हामीले गरेको उपलब्धिहरू मैले हेरेँ भने विशाल उपलब्धिहरू हामीले गरेका। कुन हिसाबमा? जुन प्रश्नले नेपाली समाजलाई लामो समयसम्म समस्यामा पार्न सक्ने त्यस्ता प्रश्नहरू छन् नि, तिनका समाधान विकास गर्न, तिनका समाधान पहिल्याउन, त्यसलाई निकास दिने गरी सिद्धान्तको अभिनिर्माण गर्न जति समय लाग्छ अन्यत्र सामान्यतया त्यसको तुलनामा हामीले निकै छिटो गऱ्यौँ। त्यो कारणले मैले उपलब्धि भने र मलाई अहिले स्मरण छ जुन बेला हामीले सुरु गऱ्यौँ, सङ्कल्प लियौँ, सङ्कल्प लिए पछाडि त्यसको बारेमा सार्वजनिक गऱ्यौँ, केही व्यक्तिहरू जोडिने क्रम भयो, स्थापना सम्मेलन हुँदै गर्दा पनि र भइसके पछाडि पनि धेरैले के भने यस्तो रहर गर्नेहरू धेरै हुन्छन्, तपाईँको 2-4 वर्षमा हराएर जाने चिज हो। किनभने सुरु गर्दा त कहीँ न कहीँबाट मान्छेहरू त छोडेर आउने क्रम भयो नि त, किनभने हाम्रो समाजमा कोही न कहीँ जोडिएकै हुन्छ। भने 0 किलो महाअभियान सुरु भएपछि कोही कुनै ठाउँबाट छोड्दै आएको देखेपछि त जो पुराना संस्थागत संरचनामा रहेकाहरू हुन्, राजनीतिक पार्टी पनि हुन सक्छन्, सामाजिक सांस्कृतिक संस्था पनि हुन सक्छन्, धार्मिक भनिएका संस्थाहरू पनि हुन सक्छन्, हैन, भाषिक अभियानका संस्थाहरू हुन सक्छन्, उनीहरूलाई त अलिकति मनमा चाहिने चोट पर्यो नि, हामीसँग काम गरिरहेको व्यक्ति हामीलाई छोडेर उनीहरूले भन्दाखेरिमा अब कहाँ अभियानको नाम पनि लिन्छन् त, निर्मल मणिको पछि लागे, त्यसले उनीहरूलाई चोट पनि चुनौतीको पनि महसुस भयो। र उनीहरूले मलाई भनेको मलाई अहिले पनि स्पष्ट छ, 2-4 वर्षभन्दा यो जानेवाला छैन। 5 वर्ष पछाडि भेट्दाखेरिमा पनि तपाईँले 0 किलो नै भनेर भन्नुभयो भने अनि मानौला। आज त 10 वर्ष बितिसक्यो, 10औं स्थापना दिवस हामी मनाउँदैछौँ। अब यो जुन निरन्तरता आज नेपालका विभिन्न ठाउँमा र विश्वका विभिन्न देशमा समान विचार भएका, जसको मुखबाट सहिदेता दर्शनको कुरा निक्लिन्छ, जसको मुखबाट आधारशिला चतुष्टयको कुरा निक्लिन्छ, जसले स्थितिगत्यात्मक प्रगतिवादको कुरा गर्छ, जसले सातत्य दृष्टिकोणको सम्यताको कुरा गर्छ, जसले कुनै पनि घटना परिघटनाको विश्लेषण गर्दाखेरिमा पारिस्थितिक सम्भाव्यताको नियम लगाएर गर्न सक्छ, जसले धर्म र विज्ञानलाई विपरीत देख्दैन, धर्म र विज्ञान सातत्यको सम्बन्धमा रहन्छन् भन्ने बुझेको छ, जसले यो संसारमा कुनै एउटा वर्गको मात्रै होइन अथवा बहुसंख्यकको मात्रै होइन, सबैको हित गर्न मिल्छ भन्ने कुरो मान्दछ। त्यस्ता मान्छेहरू त नेपालभरि र बाहिर पनि भयौँ नि हामी। आज यस्ता परिवारहरू छन् जो पुरै 0 किलोमय बनेको छ। आज यस्ता कयौँ व्यक्तिहरू छन् जसको परिचय समाजमै 0 किलो भनेर भएको छ, फलानु परिवारै त्यस्तो बनेको छ। र म कति न यात्रा गर्न भ्याउँछु र, तर म नगए पनि यस्ता धेरै घरहरू छन् जहाँ मेरो नित्य उपस्थिति छ। यो विशाल उपलब्धि। स्कुल अफ थट, विचारधाराको निर्माण हुनु सानो कुरा होइन, मानव इतिहासमै त्यसलाई ठुलो कुरो मानिन्छ र त्यो हिसाबले हेर्दाखेरिमा धेरै प्रगति यसमा भएको छ। अब अपेक्षाहरूले चाहिँ हामीलाई के गर्छ त, फेरि तुलना गर्न लगाउँछ नि त।
0 किलो महाअभियान सुरु गर्दाखेरिमा जसरी विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक, सरिदेताको सम्बन्ध भनेपछि विज्ञान, प्रविधि, धर्म र सरिदेता, यसलाई चाहिँ हामीले आधारशिला चतुष्टय भनेको चारवटा आधारशिलाको सेट बनायौँ। त्यस्तै गरेर कार्यक्षेत्र पनि के गर्ने त भन्दाखेरिमा हामीले के भन्यौँ भने 100औं कार्यक्षेत्र हुन सक्छन्, तर तिनलाई सोलो डोलोमा समष्टिगत रूपमा भन्दाखेरिमा चाहिँ नि धर्म, संस्कार, संस्कृतिको क्षेत्र एउटा हुन सक्ला, शिक्षा, भाषा, वाङ्मय यो क्षेत्रहरू चाहिँ अर्को हुन सक्ला। त्यस्तै अर्थतन्त्रको क्षेत्र, उद्यमशीलताको क्षेत्र हैन, मूलतः अर्थनीतिसँग जोडिएको, मानिसको जीविकोपार्जन, जीवनयापनसँग जोडिएको त्यो क्षेत्रहरू चाहिँ हुन्छ। र अर्को भनेको चाहिँ राज्यतन्त्र, जहाँ चाहिँ नि राज्य कसरी चल्छ त भन्ने सिद्धान्तको कुरादेखि लिएर व्यवहारिक कुरादेखि लिएर अनि अन्तर्राष्ट्रिय सम्बन्धका कुराहरूसम्म यसमा हामी काम गर्छौँ 4वटा क्षेत्रमा भनेको हुनाले मानिसहरू पनि विभिन्न रुचिका यहाँ जोडिनु स्वाभाविकै थियो। अनि मेरो एउटा धेरैलाई त थाहा पनि छ बानी चाहिँ के छ भने कोही पनि व्यक्तिले म यस्तो काम गर्छु भनेर आएपछि उसलाई हुँदैन तिमी नगर भनेर रोक्ने चाहिँ म गर्दिनँ। ठिक छ, सक्यो भने ऊ सफल हुन्छ, सकेन भने पनि जिन्दगीमा अनुभव त लिन्छ नि। भनेपछि कोही पनि केही प्रस्ताव लिएर आयो म यो क्षेत्रमा कार्य गर्छु भने पनि त्यसलाई हुन्छ अगाडि बढ भन्ने नै मेरो बानी छ। त्यही क्रममा यो महाअभियानमा कोही अघि भने जस्तै धर्म संस्कृतिको क्षेत्रमा काम गर्नेहरू आए र उनीहरूले चाहिँ नि हामीलाई काम गर्ने संस्था चाहियो भने हुन्छ गर, त्यही अनुसारको काम। कोही अर्थतन्त्र उद्यमशीलताको क्षेत्रमा, कोही शिक्षा भाषा आदि क्षेत्रमा गरे जस्तै राजनीति गर्छौँ भन्नेहरू पनि यहाँ जोडिएर त्यो अनुसार उनीहरूले पनि प्रयास गरे। कसैले प्रशस्त सफलता हासिल गरे, कसैले अनुभव हासिल गरे। समग्रमा भन्दाखेरिमा चाहिँ 3 चरण हुन्छ। मैले लगभग 1 वर्ष अगाडिदेखिबाट यो 10 वर्ष पुग्दै गरेको पृष्ठभूमिलाई पनि ख्याल गरेर मैले बताउँदै आएको छु। हामी पुनरावलोकन गर्छौँ, पुनः संरचना गर्छौँ। कसरी गर्छौँ भन्ने कुरा म बताउँछु भनेको हुनाले आज मलाई थाहा छ धेरैको अपेक्षा चाहिँ मैले के नयाँ कुरा भन्छु होला त भन्ने अपेक्षा पनि रहेको छ। म त्यसमा प्रवेश गर्छु। सुरुमा आउँदाखेरिमा हामीले के भने विभिन्न तरिकाबाट यहाँ आउने, तर सुरु हुँदै थियो। सुरु भएको हुनाले अलिक शुद्धतावादी दृष्टिकोणबाट हामीले हेरिरहेको थियौँ। किनभने मानिसहरू धेरैतिर भयो भने यहाँको जुन प्रशिक्षण हो त्यो प्रशिक्षण बलियो नहुन सक्छ। त्यो भएको हुनाले मानिसहरू विभिन्न राजनीतिक पार्टीहरू, विभिन्न संस्थाहरू छोडेर यहाँ चाहिँ नै जोइन गर्ने, यसको सदस्य बन्ने पद्धति हामीले चलाएका थियौँ। त्यही क्रममा अब अन्त त छोडिसक्यो, तर इच्छा त छ नि त, चुनावमा पनि जान मन लागेको छ, अथवा चाहिँ शिक्षा क्षेत्रमा काम गर्न मन लागेको छ, अथवा धार्मिक संस्थाको नेतृत्व गर्न मन लागेको छ। के गर्ने त भन्दाखेरि ल आफ्नो आफ्नो बनाऊ, त्यसरी चल्यो। अब 10 वर्षमा हामीलाई के उपलब्धि हासिल भइसकेको छ त भने अब सङ्ख्या कमबेसी आफ्नो ठाउँमा छ, आएका मध्ये हजारौँ जोडिएका मध्ये आज कति बाँकी छन् त्यो आफ्नो ठाउँमा छ। तर म खुसी केमा छु भने त्यो 2072 को स्थापना सम्मेलन गर्ने, स्थापना सम्मेलन विभिन्न भूमिका पुरा गर्ने र त्योभन्दा अगाडिदेखि सङ्कल्प दिवसदेखि स्थापना सम्मेलनको बिचमा पनि प्रशस्त मिहिनेत गरेका व्यक्तिहरू आज पुनः सँगसँगै रहेको म देखिरहेको छु नि त। भनेपछि हामीसँग त्यो चाहिने स्थिरता जुन चाहिने हो त्यो पनि रहेछ र फेरि सँगसँगै गतिशीलता, नयाँ चिन्तनसहित, नयाँ चालसहित, नयाँ योजनासहित मानिसहरू जोडिनुपर्ने त्यो पनि भइरहेकै छ। भनेपछि यो आउने जाने यो स्वाभाविक प्रक्रिया हो। भेट्नु छुट्नु त स्वाभाविक हो नि, तर सारमा के छ त भन्दा अविच्छिन्नता छ कि छैन भन्दा अविच्छिन्नता छ। भोलि कोही आउनु पर्यो भने जुन घर हो त्यो घर चाहिँ नि अक्षुण छ कि छैन त भन्दा त्यो त छ। 4 किलो महाअभियान भन्ने जुन घर हामीले बनाएका थियौँ त्यो त छ, र त्यो मध्ये जसको निरन्तरता रहेको हो। अब उनीहरू यसरी प्रशिक्षित भइसकेका छन् कि अब उनीहरू जुन कुनै राजनीतिक पार्टीमा गए भने पनि समस्या पर्दैन। त्यहाँ गए पनि उनीहरूले यही सरिदेता दर्शन, यही भनेको आधारशिला चतुष्टय लिएर जान सक्ने गरी प्रशिक्षित भइसकेको मैले देखेँ। त्यसो भएको हुनाले अब 0 किलो महाअभियानलाई पहिले जस्तो बन्द संरचना
अथवा चाहिने एकदम छनौट गरिएका व्यक्तिहरूको सघन प्रशिक्षण मात्रै हुने संरचनाको रूपमा राखिरहनु पर्ने त्यस्तो चाहिँ बाध्यता मैले देखिनँ। यहाँनिर ठुलो परिवर्तन हुँदैछ। अब मैले खास गरी किनभने गुरु भूमिकामा रहँदाखेरिमा स्वाभाविक पनि हो, जो जस्तो विचारको मानिस आयो भने पनि, जस्तो चरित्रको मान्छे आयो भने पनि उसलाई मार्ग निर्देशन गर्न सक्यो भने न गुरु, नत्र के गुरु। जब समाजले यत्रो गुरु भनेर मानिरहेको छ, विभिन्न उपाधिहरू दिइरहेको छ, कसैलाई त्यसले जलन पनि भइरहेको छ, कसैलाई पछाउन गाह्रो पनि भइरहेको छ, तर मान्नेले त मानिरहेको छ नि त। अनि त्यसको अर्थ के हो भने जत्रो सम्मान हुन्छ नि, जिम्मेवारी पनि त्यत्रै हुन्छ। जत्रो अधिकार हुन्छ, कर्तव्य त्योभन्दा कम हुन पाउँदैन, बढी नै हुन्छ। भनेपछि अब जरोकिलो महाअभियान भनेको एक त जुनसुकै राजनीतिक पार्टी, जुनसुकै सामाजिक सङ्गठन, जुनसुकै सांस्कृतिक सङ्गठन, जुनसुकै किसिमका अभियानमा भएका मानिसहरू पनि त्यहाँ रहेर पनि जरोकिलो महाअभियानमा पनि रहन पाउने गरी हामीले ढोका खोलेका छौँ। एउटा ठुलो परिवर्तन जुन मैले पुनः संरचना गरिँदैछ म बताउँछु भनेको थिएँ। ठुलो पुनः संरचना के हो भने योभन्दा अगाडि जरोकिलो महाअभियानमा कोही व्यक्ति प्रवेश गर्न खोज्दाखेरिमा हामीले के भन्ने गरेका थियौँ भने तपाईँ कहाँ हुनुहुन्छ, त्यहाँको पद्धति र यहाँको पद्धति फरक हुनसक्छ, त्यसो भएको हुनाले त्यो ठाउँ छोडेर मात्रै यहाँ प्रवेश गर्नु होला भन्ने गरेकोमा अब हामीले के भन्यौँ त, तपाईँ जहाँसुकै रहे तापनि जरोकिलो महाअभियानको सदस्य बन्न सक्नुहुन्छ। एउटा ढोका यसरी। दोस्रो, यसको सङ्केत अस्ति मैले दिएको छु। जुन दिन यो निर्वाचनको लागि उम्मेदवारी दर्ता भएको थियो त्यो दिनमा मैले लेखेँ कि मेरा आफ्ना कोही शिष्य छन्, कोही प्रशिष्य छन्, कोही मित्र छन्, कोही सहयोगी छन्, कोही अहिलेकै अनुयायी छन्, कोही विगतमा अनुयायी भइसकेका पूर्व अनुयायी छन्, तर विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका छन्। यो देख्दा मलाई खुसी लाग्यो। भनेको अर्थ के हो भने मैले आज चाहिँ सार्वजनिक घोषणा गरेरै भने योभन्दा अगाडि मैले जसको खास गरी राजनीतिमा रुचि भएका हुन् उनीहरूलाई चाहिँ यो हिसाबले चाहिँ तयारी मैले के पारेँ भने प्रशस्त अब तिम्रो प्रशिक्षण भइसकेको हुनाले हामीले जुनसुकै राजनीतिक पार्टीमा गएर पनि यदि आफ्नो विचारलाई त्यहाँ व्यक्त गर्ने अवस्था तिमीले देख्छौ भने, यदि आफ्नो दृष्टिकोणलाई कार्यान्वयन गर्न नेतृत्वमा अगाडि बढ्न पाउने स्थिति देख्छौ भने जुनसुकै पार्टीमा जान सक्छौ भनेर मैले भनेको हुनाले नै आज मैले अस्ति मैले थाहा पाउँदाखेरिमा नै 10वटा भन्दा बढी राजनीतिक पार्टीबाट मेरा आफ्नै शिष्यहरू, मेरा आफ्ना चाहिँ अनुयायीहरू, उनीहरू चाहिँ उम्मेदवार बनेका छन्। यसले के गर्यो त, अब जरोकिलो महाअभियानको जुन सामाजिक स्वामित्व हो त्यसको दायरा असाध्यै बढायो। कसैले हिजो जस्तै अति शुद्ध दृष्टिकोणबाट गर्छु भन्यो भने पनि उसलाई पनि बाटो खुला छँदैछ, तर सँगसँगै कसैलाई लाग्यो कि अब अति शुद्धतावादी बाटोबाट जाँदाखेरिमा धेरै सङ्घर्ष गर्नुपर्छ नि, समय पनि धेरै लाग्छ नि। त्यसो भएको हुनाले अहिले चलिरहेकै संरचनामा मैले चाहिँ यति चिज थप्न सक्छु। अहिले चलिरहेकै संरचनामा त मान्छे धेरै छ, संसाधन धेरै छ, राज्य सत्तामा पहुँच धेरै छ, त्यहाँबाट जाँदा चाहिँ मैले समाजको लागि योगदान गर्न सक्छु भन्ने लाग्यो भने उसले किन नगर्ने त। मैले एकजना सिद्धान्तकारको रूपमा किन जसले पनि यो सिद्धान्त सिक्न चाहन्छ उसलाई किन नसिकाउने, सिकाउनुपर्छ। म त मेरो आफ्नो चाहिने पेसाको हिसाबले पनि म चाहिँ शिक्षण प्राध्यापनमा छु। त्यहाँ त मैले कोही यो कुन जातिको हो भनेर सोध्छु त, यो कुन लिङ्गको हो भनेर सोध्छु त, यो कुन धर्म मान्छ भनेर सोध्छु त, यो कुन भाषाभाषी भनेर सोध्छु त, सोध्दिनँ। जो पनि ज्ञान लिन भनेर आउँछ उसलाई दिने गरेको छु। र यो संस्थागत संरचनाले गर्दा सुरुदेखिबाटै त्यसै खुल्ला गर्न मन लागेको थियो, तर सुरुमै खुला गरियो भने यहाँको जुन चाहिने चुरो हो नि त्यो चुरो बलियो हुन नपाउला कि भनेर तत्कालीन अवस्थामा त्यो अनुसारको नीति लिनु परेको थियो भने अब आज आएर यो जरोकिलो महाअभियान भनेको सबैको साझे घरको रूपमा रहेको छ। र धेरैले मसँग बीचमा भेट्दाखेरिमा एक किसिमको गुनासो पनि व्यक्त गर्ने कि हामी त
फलानु यस्तो विचारमा छौँ, यस्तो संस्थामा छौँ, यस्तो सङ्गठनमा छौँ, तर सँगसँगै वैचारिक रूपमा चाहिँ हजुरबाट धेरै प्रभावित छौँ, तर कसरी यसलाई अगाडि लाने भन्नेमा हामीलाई अन्य मनस्कता भइरहेको छ। फेरि सङ्गठनमा कुरा गर्दाखेरिमा चाहिँ नि तिमी त्यसो भए त्यही जाऊ, त्यही सङ्गठनमा जाऊ भन्लान् कि भन्ने पनि छ। त्यहाँ धेरै वर्षको लगानी पनि छ। यसलाई कसरी सन्तुलन गर्ने भन्ने धेरैजना विलम्बमा परिरहेको अवस्था पनि थियो। मलाई लाग्छ अब त्यस्तो समस्या त्यो पनि रहेन। स्थिति गत्यात्मक हामी हुनुपर्छ नि। एउटा बेलामा बनाएको जुन चाहिँ रणनीतिक योजना हो त्यो सधैँ उस्तै रहँदैन। सिद्धान्तहरू त समयक्रममा फेरिनुपर्छ भने रणनीतिहरू फेरिनु कुनै अनौठो कुरो होइन। त्यसो भएको हुनाले 0 किलो महाअभियान सुरुमा जसरी जुनसुकै कुरा आउँदाखेरिमा पनि ज्ञानात्मक चरणबाट बुझिन्छ। कग्निटिभ डाइमेन्सन त्यसलाई अङ्ग्रेजीमा भन्न सकिन्छ। दोस्रो चरण भनेको चाहिँ एफेक्टिभ डाइमेन्सन हो, प्रभाव त्यसको पर्छ। त्यो ज्ञानात्मक चरणमै प्रभाव नपर्ने होइन। हामीले आधारशिला चतुष्टयको कुरा गर्दा, शरीरता दर्शनको कुरा गर्दा, स्थितिगत्यात्मक प्रगतिवादको कुरा गर्दा, राज्य राष्ट्रको कुरा गर्दाखेरिमा विभिन्न ठाउँमा रहेका विभिन्न मत भएका व्यक्तिहरूले त्यसलाई लिएर त्यसबाट लाभान्वित भएर समाजमा सङ्गठनमा त्यसले योगदान त गरेको छ नि त। तर अब जसरी यहाँबाट प्रशिक्षित भएका व्यक्तिहरू विभिन्न सङ्गठनमा गएर, त्यो राजनीतिक सङ्गठन हुनसक्छ, शैक्षिक सङ्गठन हुनसक्छ, आर्थिक सङ्गठन हुनसक्छ, सामाजिक सङ्गठन हुनसक्छ, सांस्कृतिक सङ्गठन हुनसक्छ, गएर उनीहरूले त्यहाँ नेतृत्वदायी भूमिकामा रहेर अथवा कुनै चाहिने सहयोगी भूमिकामा रहेर यहाँ हामीले विकास गरेको सिद्धान्त, विकास गरेको चाहिने कार्यपद्धतिलाई त्यहाँ लागू गर्दाखेरिमा त समाजको, राष्ट्रको हित नै हुन्छ। त्यो हिसाबले अब यसलाई मैले चाहिने प्रभावको चरण, एफेक्टिभ डाइमेन्सनको रूपमा लिएको छु। जुन मैले अस्ति नै अब हामी दोस्रो चरणमा प्रवेश गर्दैछौँ भनेको थिएँ, त्यो यो दोस्रो चरण हो। खास गरी जेनजीको आह्वानमा भएको आन्दोलन पछाडि जुन नेपाल एउटा एक किसिमले भन्दाखेरिमा विस्मयकारी परिवर्तन पनि भयो। अर्को भनेको चाहिँ अलि अन्यल जस्तो पनि भयो नि। त्यस क्रममा हामीले कहीँ देखिएर कहीँ नदेखिएर, धेरै जसो चाहिँ 90% जति चाहिँ नदेखिएरै हामीले भूमिका पुरा पनि गऱ्यौँ। हाम्रो भूमिकाले गर्दाखेरिमा अहिलेको परिस्थिति संलिनमा धेरै योगदान पुग्यो पनि। र यो अझै हामीले खेल्नुपर्ने भूमिका बाँकी नै छ, खेल्छौँ। र यो जुन यहाँ व्यक्तिगत रूपमा मैले भन्दाखेरिमा मसँग प्रशिक्षित भएका व्यक्तिहरूलाई विभिन्न सङ्गठनहरूमा जाने जुन सहजीकरण भएको छ, त्यसले चाहिँ हामीले गरेको यो अनुसन्धान, हामीले गरेको साधना, योबाट समाज लाभान्वित हुने मात्रा पनि निकै बढ्ने मैले देखेको छु। अब मैले हेरेँ भने समाजमा केही सकारात्मक कुराहरू हामीले गर्दा भयो। जुन बेला हामी धर्म र विज्ञान लाई चाहिँ 7 तत्त्वको सम्बन्धमा हेर्नुपर्छ भन्दाखेरिमा आज सुन्दा अनौठो लाग्छ। धेरै मान्छेलाई त्यति कुरा पनि आपत्तिको लागेको थियो। धर्म र विज्ञान जोड्नै हुँदैन भन्ने मान्छेहरू पनि संसारमा विभिन्न ठाउँमा हुन्छन्, नेपालमा त धेरै नै थिए। र जोड्दाखेरिमा पनि केवल परिपूरकको सम्बन्धको रूपमा मात्रै व्याख्या गर्ने गरेका थिए। तर 7 तत्त्वको सम्बन्धको रूपमा समग्र चाहिँ प्रणालीको उनीहरू चाहिँ अन्तः सम्बद्ध त्यस्तो चाहिने तत्त्वहरू हुन्, अवयवहरू हुन् भन्ने कुरा स्थापित चाहिने अहिले चाहिने हुँदैछ। प्रतित्य समुत्पादमा भने जस्तै त्यो चाहिने धर्म र विज्ञानको चाहिने 7 तत्त्वको सम्बन्ध अगाडि बढ्नेमा चाहिँ हाम्रो धेरै ठुलो योगदान छ। अर्को मलाई एकदम व्यवहारिक कुरा हो। हामीले के भन्यौँ भने नेपालमा पहिलो त नेपालभित्र बस्नेहरूलाई नागरिकका रूपमा जुनसुकै धर्मका अनुयायी भए पनि उनीहरूले नागरिक अधिकार त पाउनै पर्यो। राज्यको यहाँको यो सभ्यतागत राज्य भएको हुनाले, राज्य राष्ट्र भएको हुनाले आफ्नो मौलिकतामा राज्यले केही न केही जोड दिन्छ। त्यो दिने क्रममा हामीले वैदिक हिन्दू, बौद्ध, किराँत, बोन, जैन, प्रकृति पूजक सबैलाई जोड्नुपर्छ है भन्ने कुरा गर्दाखेरिमा सार्वजनिक कार्यक्रममै कयौँ मान्छेहरूले विरोध गरेका थिए। होइन, हिन्दू भनेपछि अरू त्यसै परिहाल्यो नि भन्ने उता एक थरीको कुरा। अर्को थरीले चाहिँ हामीलाई चाहिँ हिन्दूको शाखा बनायो भनेर मन एकदमै कुँडिएको त्यस्तो जुन अवस्था थियो। हामीले सार्वजनिक सङ्गठनमा यो सबैलाई ठाउँ दिनुपर्छ
पहिचानको संस्कृतिलाई हामी सबैले प्रवर्धन गर्नुपर्छ। पहिचानको राजनीतिमा समस्या छ, त्यसो भएको हुनाले त्यसको निराकरण हामीले गर्नुपर्छ, तर पहिचानको संस्कृतिलाई सम्बोधन गर्नुपर्छ, स्थान दिनुपर्छ, प्रवर्धन गर्नुपर्छ भन्दा मन नपराउनेहरू, विरोध गर्नेहरू, उनीहरूले आज राजनीतिक बाध्यताले हो हुन चाहिँ, तर ती कुराहरू भन्न थाले। जोड्नुपर्छ सबै भन्ने, यो हाम्रो ठुलो ठुलो योगदान। अर्को के थियो भने राजनीतिक पार्टी कुनै लिइसके पछाडि यहाँको धर्म संस्कार संस्कृतिलाई आलोचनात्मक तरिकाले हेर्नुपर्छ, उस्तै परि निन्दै गर्नुपर्छ भन्ने भ्रम थियो। त्यसो भएको हुनाले घरमा लुकेर पूजा गर्नेहरूले पनि मञ्चमा उभिए पछाडि यहाँको मौलिक धर्म संस्कृतिको चाहिँ निन्दा गर्ने चलन थियो। प्रधानमन्त्री हुँदा समेत औपचारिक विज्ञप्तिमा समेत दसैँको आलोचनात्मक चाहिँ विश्लेषण गर्नुपर्छ भन्ने खालको चाहिँ मानिसहरू यहाँ थिए। तर अहिले पछिल्लो चरणमा हामीले मानिसहरूलाई भन्दै जाँदा अरूको पनि योगदान छ, हाम्रो प्रशस्त योगदान छ कि आज मानिसहरू चाहे कम्युनिस्ट पार्टीमा हुन्, काङ्ग्रेस पार्टीमा हुन्, अथवा चाहिँ अरू कुनै पार्टीमा हुन्, राप्रपामा हुन् अथवा रासोपामा हुन्, जहाँसुकै भए तापनि आफ्नो धर्म संस्कारको कुरा, हिन्दू हो भने हिन्दूको तरिकाले, बौद्ध हो भने बौद्धको तरिकाले, किरात हो भने किरातको तरिकाले, अथवा अरू हो भने अरूको तरिकाले गर्न मिल्दो रहेछ है भन्ने कुरा गरेर निर्धक्क उनीहरूले त्यो अभ्यास गरेको देखिन्छ। भनेपछि आज अरू त त्यति धेरै जटिल नहोला, यहाँसम्म कि कम्युनिस्ट पार्टीको केन्द्रीय नेता भएकोले आफ्नो घरमा चाहिने सप्ताह लगाएको, अथवा चाहिने रुद्री लगाएको, अथवा बौद्ध रहेछ भने प्रज्ञा पारमिता पाठ लगाएको हामीले देख्यौँ नि त। भनेपछि यो ठुलो हामीले ल्याउन खोजेको परिवर्तन थियो के। अब यसमा चाहिँ जुन मैले अब हामीले 0 किलो महाअभियानमा मानिसहरू जोडिन्छन्, अन्त रहँदा रहँदै पनि जोडिन्छन्, अर्को अन्तर नरहेकाहरू पनि अब इच्छा अनुसार जान सक्छन् भन्यौँ नि। अब यो पद्धति के समावेशी, सहिदै सामञ्जस्य गर्ने, नेपालका सबै भाषा भाषीलाई चाहिँ माया गर्न मिल्छ, एकअर्काका प्रतिस्पर्धी होइनन् है, सबैको सँगसँगै विकास हुन मिल्छ, सबै धर्मको, सबै जात जातिको, यो सन्देश त अब अझ सघन रूपमा जानेछ। अहिलेसम्म भएको पनि सानो उपलब्धि होइन। आजभन्दा मैले बारम्बार चर्चा गर्ने गरेको छु, मेरो आफ्नो प्रत्यक्ष अनुभव पनि छ, चाहे हामी पाठ्यक्रम निर्माण गर्ने क्रममा होस्, सार्वजनिक बहसहरूमा होस्, मौलिकताको कुरा गर्दाखेरिमा मौलिकताको कुरा गर्न चाहनेहरू आफै तर्सिने, डराउने, खुम्चिने र मौलिकता भन्ने बित्तिकै फेरि पुरानो मात्रै कुरा होला कि, पुरानो संरचना, पुरानो संस्था, पुरानो राजनीति होइन, पुरानो व्यवस्था मात्रै होला कि भन्ने भ्रमले गर्दाखेरिमा आधुनिक हुन चाहनेहरूले एकदम आक्रमण गर्ने भएको हुनाले सार्वजनिक सङ्गठनमा मौलिकतावालाहरू चाहिँ एकदमै सकेसम्म ठाउँै नपाउने, ठाउँ दिँदाखेरिमा पनि बोल्न अगाडि सर्न नसक्ने, बोलिहाल्यो भने पनि बडा प्रतिरक्षात्मक हुनुपर्ने अवस्थाबाट आज सबैले मौलिकताको कुरा गर्ने अवस्थामा देश त गयो नि त। भनेपछि मलाई त व्यक्तिगत रूपमा पनि यो ठुलो उपलब्धि हो जस्तो लाग्छ। संस्थागत रूपमा त हुँदै हो, महाअभियानको रूपमा त हुँदै हो, यो बढ्नेवाला छ। त्यही कारणले पनि आज मैले देखिरहेको छु जुनसुकै सामाजिक संस्थाका मानिसहरू, जुनसुकै सांस्कृतिक संस्थाका मान्छेहरू, जुनसुकै आर्थिक संस्थाका मान्छेहरू, यहाँसम्म कि खेलकुद सम्बन्धी संस्थाका मान्छेहरू पनि, राजनीतिक सङ्गठनका पार्टीका मान्छेहरू पनि मौलिकतातिर जानुपर्छ है भनिरहेका छन्। र यो बेलामा जुन मौलिकतामा हाम्रो विज्ञता छ, जुन क्षेत्रमा हामी दशकौँको अनुसन्धान गरेर विज्ञ बनेर बसेका छौँ, हामीहरूले उनीहरूसँग नमिसिने हो भने कहाँबाट सिक्छन् उनीहरूले? पहिलो त उनीहरूले सिक्ने ठाउँ नै नपाउने अवस्था हुनसक्छ, सिक्ने बाटो मेसै नपाउने अवस्था हुनसक्छ। दोस्रो, सिक्दाखेरिमा पनि यसको खास जुन चाहिने जरो हो, यसको जुन मूल मर्म हो, त्योसम्म नपुगिकन छिपछिपे झिल्के पाराको चाहिने मौलिकताको नाममा चाहिने एउटा विकासे मौलिकता, त्यसमा अल्मलिने सम्भावना हुन्छ नि त। त्यसो भएको हुनाले पनि हामीले त्यस्तो सङ्गत चाहिँ दिनुपर्ने प्रसङ्ग आउँछ नि। महाभारतको कथा हो, जहाँ चाहिने अरू सबैलाई युधिष्ठिरका भाइहरू स्वर्ग सिधै गए, युधिष्ठिरलाई चाहिँ नर्कको बाटो लिएर जानु पर्यो होइन। अनि जाँदाखेरिमा जो नर्कमा बडा कथा अनुसार, अहिले मैले यो नर्क त्यहीँ त्यस्तै छ पनि भनिरहेको छैन, केही भनिरहेको छैन, कथा अनुसार चाहिँ नर्कमा बडा चाहिँ प्रताडित जो थिए, जो दण्डित थिए, उनीहरूले चाहिँ आनन्दको महसुस गरे। र जब युधिष्ठिर फर्केर जान लागे, तपाईँ बस्दिन पर्यो भन्दा युधिष्ठिरले पनि के भने भन्ने कथा आउँछ भने, ल म बसेर यिनीहरूको दुःख पीडा हरण हुन्छ भने म कहिल्यै पनि स्वर्ग जान्न, म यहीँ नर्क बस्छु भनिरहेको छु।
गर्नुपर्ने हुन्छ? किन शुक्राचार्य बृहस्पति भन्दा ज्ञानमा कमी हो र? अझ बढी होला, कम होइन। तर दैत्य दानव राक्षस भनिन्छ नि, उनीहरूलाई शिष्यको रूपमा किन स्वीकार गर्नु पर्यो? किनभने त्यसै त चरित्रगत रूपमा चाहिँ त्यहाँ समस्या छ भनेर यत्रो आइरहेको छ भने कसैले पनि उनीहरूलाई मार्गनिर्देशन गरेन भने उनीहरूलाई पनि न्यूनतम नै किन नहोस्, जुन बाटो देखाउने हो त्यो त कोही पनि हुँदैन, जनअराजकता त संसारमा। त्यसो भएको हुनाले बरु म अपयस सहन तयार छु, स्वर्गमा भाग मलाई नमिलोस्, तर म यिनीहरूको गुरु हुन स्वीकार गर्छु भनेको हो कि होइन? यो त हाम्रो यस्तो उदात्त परम्परा। त्यसो भएर चाहिँ शिवलाई मानिएको कारण के हो, अथवा बुद्धलाई मानिएको कारण के हो? अङ्गुलीमालसम्म पनि बुद्धको शरणमा जान पाउने अवसर दिने यो समाज होइन र हाम्रो? यस्तो सभ्यता होइन र? त्यसो भएको हुनाले कसैप्रति पूर्वाग्रह राख्ने नै होइन। हामी जो सहिदेवता दर्शनको कुरा गर्छौँ, जुनसुकै सङ्गठनका, जुनसुकै पार्टीका, जुनसुकै सम्प्रदायका, जुनसुकै राष्ट्रियताका, यदि उनीहरू सहिदेवताको मार्गमा अगाडि बढ्न चाहन्छन् भने हामीले साथ दिनुपर्छ। त्यो भएको हुनाले मैले 10 वर्ष चाहिँ समय लिएँ। समय नलिएको भए फेरि प्रशिक्षण हुने थिएन नि त। अझ कल्चो ज्ञान लिएर गएको भए त फेरि उसले बिताउँथ्यो। त्यसो भएको हुनाले 10 वर्ष साथमा राखेर प्रशिक्षित पनि गरियो र अब पछि आउनेलाई पनि प्रशिक्षण भइरहने एउटा संयन्त्र पनि बन्यो र अब चाहिँ नि जुनसुकै ठाउँमा गए पनि उनीहरूले यो सहिदेवता दर्शन, आधारशिला चतुष्टय लगायत समाजका लागि हितकारी, सृष्टिका लागि हितकारी कुराहरू लिएर जान सक्ने भए भनेको हुनाले अब यो हामीले चाहिँ नि यसरी खोल्नु परेको अघिको कुराको चाहिँ फेरि पुष्टाइ यो कुराले पनि यहाँ गर्छ। हामीले अब यहाँ मलाई त कहिलेकाहीँ बडा मतलब रोचक पनि लाग्छ। मानिसहरूले म सहिदेवताको कुरा गरे पनि त्यो सहिदेवता भन्नेलाई सबैले उस्तै रूपमा हेर्छ भन्ने छैन नि त। मानिस त अलग अलग हुन्छ। त्यसो भएर हामी उता सञ्चार शास्त्रमा, कम्युनिकेसनमा मेसेजेस आर पोलिसेमिक भन्छौँ, अथवा हाम्रो नीति वचनै छ भिन्न रुचि लोका मुन्डे मतिर भिन्न, यस्ता भनाइहरू छन्। फरक फरक तरिकाले हेर्छ र कयौँ मान्छेहरूलाई यो सहिदेवता भनिरहँदा पनि उनीहरूलाई पनि फेरि कता कता बिजाइरहेको हुन्छ। कसैले लेखिरहेका हुन्छन्, कसैले लेख्छन्, कसैले किताबै लेखिदिन्छन्, कसैले चाहिँ नि अब युट्युबमा चाहिँ नि भिडियो हालिरहेका हुन्छन्, अथवा फेसबुकतिर ट्विटरतिर गरिरहेका हुन्छन्। त्यो सबै कुरा देखेर म चाहिँ एउटा लीला जस्तो मानेर, बडा रोचक मानेर हेरिरहेको, हाँसिरहेको पनि हुन्छु। यस्तै क्रममा अब पहिले उनीहरूले के भन्थे भने ल फलानोले भनौँ न नाम लिएर, जस्तो मानौँ गिरिजाप्रसाद कोइराला भन्यो भने एक बेलाको एकदम शक्तिशाली प्रधानमन्त्री होइन, नेपालको कार्यवाहक राष्ट्राध्यक्ष समेत भएको व्यक्ति। 62-63को आन्दोलनपछि त सारा सबै भनौँ न शक्ति नै त्यहीँ केन्द्रित थियो नि। भनेपछि गिरिजाप्रसाद कोइरालासँग चाहिँ नि भेट्दाखेरिमा निर्मलमणि अधिकारीले चाहिँ नि आफूलाई मन्त्री बनाउनुपर्छ भनेका थिए, गिरिजाप्रसादले चाहिँ हुन्छ भनेका थिए। त्यसमा बिचमा उसले अनेक फुँदा भरेर कुरा त भन्ने भयो। तर म आफै 23-24 वर्षको थिएँ, नेपालको त्यो बेलाको कानुनले पनि बन्न पनि मिल्दैन थियो। तर पनि मानिसहरूलाई त्यही बेलामा 23-24 वर्षमै चाहिँ नेपालको मन्त्री नै बनिहाल्छ कि भन्ने एउटा आश जस्तो पनि त्रास जस्तो पनि रहेछ। मन्त्री पत्याइसके त्यही बेला रहेछ। त्यसपछि धेरैले नेपालमा फेरि के छ, डाक्टर एकदम सफल भयो भने पनि हामफाल्छ राजनीतिमै, इन्जिनियर सफल भयो अथवा असफल पनि भयो भने पनि राजनीतिमा हामफाल्छ, खेलाडी भयो, सेलिब्रिटी भयो, सबै अहिले त झन् त्यो कुरो बढेको छ। भनेपछि हरेक मान्छेलाई के लागेर छ भने यत्रो आफ्नो क्षेत्रमा सफलै मानिँदो रहेछु म। विभिन्न क्षेत्रमा मैले काम गरेको छु र जुनसुकै क्षेत्रमा पनि एकदमै सानो तहबाट सुरु गरेर त्यहाँको उच्चतम पदमा पुगेका त्यस्ता धेरै क्षेत्र उनीहरूले देखे। त्यस पछाडि पक्का पनि त्यसमाथि यत्रो महाअभियान गरेको छ, राम्रै सङ्ख्यामा चाहिँ देश विदेशमा अनुयायीहरू सदस्यहरू भएको भने यो पनि पक्का राजनीतिमै जाने हो भन्ने हिसाबले कहिले चाहिँ नि मन्त्री बन्ने भयो अथवा बन्न खोज्दैछ, कहिले सांसदको कुरो भन्दा यो के हुँदो रहेछ भने डिस्कोर्सिस पावर भन्छ नि, डिस्कोर्सै त्यस्तो बन्या हुनाले मैले कुनै सन्दर्भको एउटा कार्यक्रममा बोलेको पनि थिएँ। यो देशका चाहिँ नि 3-4 जना प्रधानमन्त्रीले कहिले मन्त्री खाइदिनु पर्यो हजुर, कहिले सांसद खाइदिनु पर्यो भन्ने अवस्था त्यस्तो पनि आयो। तर म जहाँको त्यहीँ छु।
हिजो पनि पढाउँथेँ, आज पनि पढाउँदैछु, भोलि पनि सम्भवतः यो पढाउने काम त कहिले पनि छोडिदिनु होला, त्यही लेख्छु। अब पछिल्लो चरणमा मलाई रोचक के लागिरहेको छ भने यो निर्मलमणि अधिकारी धेरै कुरो मौलिकताको यस्तो यस्तो गर्छ, कहिले पनि अघि मैले भने नि एकदम म चाहिँ एक्सट्रिम पोइन्टहरू लिन्न कहिले पनि। त्यस भएको हुनाले न मैले राजालाई गाली गरेको छु, न मैले राजा अहिले भर्खर आउनु पर्यो भनेर राजावादीसँग चाहिँ कुदेर हिँडेको छु। मैले के भने अब राजा हुने पद्धति पनि हाम्रोमा थियो वंशको हिसाबले, र चाहिँ यहाँ त दौडेर पनि राजा हुने पनि थियो नि, चुनावबाट हुने पनि थियो, जसलाई आजको भाषामा गणतन्त्र भन्छ, दुइटै थियो। म त अब अनुसन्धान गर्ने, पढ्ने, पढाउने सामान्य रूपमा हेर्दा सम्मानै गर्नेले भन्दा गुरु भएको हुनाले मसँग त मान्छेले गुरु यो गणतन्त्र कसरी राम्रोसँग चलाउने भन्यो भने मैले त बताउनु पऱ्यो नि, गुरु राजतन्त्र कसरी राम्रोसँग चलाउने भन्यो भने मैले त बताउनु पऱ्यो। त्यसो भएको हुनाले म चाहिँ नि यो एकदम बाइनरी बिजुलीको स्विच अन वा अफ गरेर यता वा उता कुद्ने होइन भनेर बसिरहेको हुँदा कसैलाई के आयो दिमागमा भने उसले के भन्न थाल्यो भने निर्मलमणि अधिकारीले यो राजाको बारेमा, राष्ट्रपतिको बारेमा अथवा यो शासकीय स्वरूपको बारेमा नबोल्ने कारण के हो त भन्दा निर्मलमणि अधिकारी नै अब राजा हुनु खोज्यो। लेखे त मान्छेले बोले है, अनि कसैले भने अनि उनीहरू नै कुरा गर्छन् राजा होइन राष्ट्रपति चाहिँ हुनु खोज्यो। अब यो कस्तो क्रियाले प्रतिक्रिया जनाउँछ नि। अब त्यो विरोध गर्नेले चाहिँ ल निर्मलमणि अधिकारी अब राष्ट्रपति हुने भयो भनेपछि अब समर्थन गर्नेलाई पनि अब झोक चल्यो होइन। उनीहरूले पनि ल अब भनेको राष्ट्रपति उहाँलाई नै बनाउनु पर्छ भनेर सानोतिनो क्याम्पेन उनीहरूले पनि हानिदिए। भनेपछि अब म त फेरि बसेर बडा रोचक तरिकाले हेरिरहेको छु। तर यसको कुरो के हो भने मान्छेले जस्तो हाम्रो भनाइ छ नि, कसैले यो घर त म 3 करोड पाए पनि बेच्दिनँ भन्यो भने यो मनोविज्ञानले के भन्छ भने 3 करोड चाहिँ उसले आँकेको मूल्य हो क्या। भनेपछि हिजो जसले विरोध गर्दै थियो नि मलाई आरोप लगाउने बेलामा उसले के उल्लेख गर्दै थियो, मन्त्री हुनलाई यो गरिरहेको छ भनेको अर्थ म मन्त्री बनुला नबनुला अर्को कुरो, उसको मनले चाहिँ मलाई मन्त्री मानिसकेको हो नि त। त्यस्तै चाहिँ म राष्ट्रपति बन्छु कि बन्दिनँ, राजा बन्छु कि बन्दिनँ, राजनीतिमा जान्छु कि जान्न, त्यो त अर्कै कुरा भयो नि। धेरै लान खोजिरहेका छन्, गइदिए हुन्थ्यो भन्ने पनि छन्। अहिलेकै यो सङ्क्रमणको बेलामा पनि धेरै राजनीतिक पार्टीहरूले चाहिँ औपचारिक रूपमै उनीहरूले प्रयास पनि गरे। म त आफ्नो काम गरिरहेको छु, म भनेको सभ्यताको पुनर्जागरण गर्ने हो भनेर। तर उसको मनले त नेपालको राष्ट्र प्रमुख मानिसक्यो, उसले बनाइसक्यो। उसले आरोप लाउनलाई पनि अब उसँग के कुरो छ त भन्दा उसले राष्ट्राध्यक्ष बनाएर आरोप लगाइरहेको छ। यो कसरी सम्भव भयो? यो जनकिलो महाअभियान नभएको भए यो हुने थियो त। काम त धेरै क्षेत्रमा अहिले पनि म गर्दैछु। विश्वविद्यालयमा 19 वर्षदेखि म प्राध्यापन गरिरहेको छु। त्योभन्दा अगाडिको कलेजहरूको कुरो गऱ्यो 22-23 वर्ष, स्कुलदेखिको कुरा भने 25 वर्षदेखि पढाइरहेको छु, लेखिरहेको छु। 50 सालबाट यताको मात्रै गन्यो भने पनि त्योभन्दा अगाडिको त्यहाँ स्थानीय रूपमा लेखेको नगनेर काठमाडौँ राजधानीमा छापिएका बेलातिरबाटै गन्यो भने पनि 32-33 वर्ष त लेखन क्षेत्रमा पनि छु, अनुसन्धानमा, अरू धेरै क्षेत्रमा, बिचमा पत्रकारिता पनि मैले गरेँ, सोसल इनोभेसन्सका धेरै कामहरू गरेकै हो, सार्वजनिक जीवनमै छु भनेपछि। तर त्यो सबै हुँदा पनि व्यक्तिगत जीवनमा अत्यन्त सफल मानिँदै पनि यदि यो चेतनाको पुञ्ज यसरी संयोजित नभएको भए, जरकिलो महाअभियान भन्ने नाम हामीले दिइयो, यो यस्तो खालको चाहिँ नि समग्र महाअभियान नबनेको भए समाजमा यसरी यो प्रभाव जाने थियो त थिएन नि। आज त म त जहाँकै भनौँ न कहीँ पाठ्यक्रमै बनाउने क्रममा आफू कार्यरत विश्वविद्यालय मात्रै होइन, अन्य सरकारी निकाय अथवा अरू विश्वविद्यालयमा देश विदेशमै पनि म उपस्थित भएँ भने पनि आजभन्दा 10 वर्ष अगाडि मौलिकताको कुरो राख्न जति बहस त्यो बेलामा गर्नु पर्थ्यो नि, अहिले त केही पनि पर्दैन। सुरुमै मान्छेले एउटा भाग छुट्याए जस्तो अब यसलाई कसरी अलि मौलिक बनाउने, हाम्रो इन्डिजिनस उसको आफ्नो भाषा अनुसारबाट भन्छ, इन्डिजिनस भन्छ, कसैले लोकल भन्छ, यो कसरी गर्ने यो त निर्मल सरलाई सोधेपछि थाहा भइहाल्छ। दिस इज हाउ दे स्टार्ट। यो त्यसै भएको छ र छैन। त्यसो भएको हुनाले जरकिलो महाअभियान भनेको हामीले जे उद्देश्य राखेर सुरु गरेका थियौँ त्यो उद्देश्यमा हेर्नु पर्यो क्या। क्राइटेरियन भ्यालिडिटी हेर्नु पर्यो, कहाँ इन्टरनल भ्यालिडिटी हेर्ने, कहाँ एक्सटर्नल भ्यालिडिटी हेर्ने, त्यो अनुसारबाट फरक पर्छ नि त। सुरु गर्ने वैचारिक काम गर्छु भनेर, विचारधारा अगाडि बढाउँछु भनेर, तर फेरि तुलना गर्ने
सांसदको चुनाव जिते कि जितेन भनेर गऱ्यो भने त जिन्दगीभरि फुटबलको चाहिने प्रेसिडेन्ट दिएको मान्छेलाई क्रिकेटमा कति रन बनाइस् भनेर सोधे जस्तो हुँदैन र हो। भोलि यहाँ तयार भएपछि अब बिस्तारै तयार पनि हुँदैछन्। त्यो क्षेत्रमा लाग्दा व्यक्तिहरूले कतिको उपलब्धि हासिल गरे भन्ने चाहिने आफ्नो ठाउँमा त्यो पनि मूल्याङ्कन गर्नुपर्छ। तर समग्रमा 0 किलो महाअभियान हामीले सुरु गरेको भनेको चाहिने विचारधाराको रूपमा, चरित्रको रूपमा, दृष्टिकोणको रूपमा सुरु गरेको हुनाले त्यो क्षेत्रमा पर्याप्त कामहरू भएका छन्। र आज हामी 10 वर्ष हुन्छ 10औं स्थापना दिवस मनाइरहँदा यहाँहरूले जो पहिलो स्थापना सम्मेलनमा हुनुहुन्थ्यो उहाँहरूले देख्न सक्नुहुन्छ किञ्चित पनि मेरो ऊर्जा घटेको छैन। बरु म बढी अनुभवी भएको छु। बरु देश दुनियाँका प्रश्न के हुने रहेछन् भन्ने बुझेर त्यसको समाधान के रहेछ भन्ने हामीले थाहा पाएका छौँ। आक्रमणहरू कस्ता हुने रहेछन् त्यो पनि अनुभव भएको छ। प्रलोभनहरू कस्ता हुने रहेछन् त्यो पनि हामीलाई अनुभव भएको छ। व्यक्तिगत जीवनमा यदि उपलब्धिहरू लिन चाहेको भए हाम्रा म मात्रै होइन, एउटा हाम्रो यहाँको मेरो नजिकमा देखिएको भन्ने चाहिँ अथवा मेरो पक्का अनुयायी हो भन्ने चाहिँ स्थापित हुनु पर्यो। त्यो व्यक्ति अन्यत्र जाने बित्तिकै उनीहरूलाई नै पनि कति ठुलो प्रलोभन यहाँ हुन्छ। तर अडिएर मानिसहरू बसिरहेका छन्। मान्छेले ग्रिन कार्ड छोडेको छ, भिसा छोडेको छ, यहाँ यसमा रहनु, मसँग रहनु, जागिर छोडेको छ। आयोग लडेर अथवा कम्पिटिटिभ इक्जाम लडेर नाम निक्लिएको छ थाहै जागिर, तर काठमाडौँ बाहिर जाँदाखेरिमा गुरुभन्दा टाढा जानुपर्छ भनेर मान्छेले छोडेको छ। घर परिवार छोड्नु परे छोडेको छ। त्यो दायित्व बोध पनि मलाई छ कि मानिसहरूले 0 किलो महाअभियानमा लाग्नको लागि मानिसहरूले निर्मल मणि अधिकारी भन्ने कोही व्यक्ति हुनुहुन्छ, उहाँले अभिनिर्माण गरेका सिद्धान्तहरूले नै संसारको कल्याण हुने हो, त्यसको प्रचार प्रसार गर्नुपर्छ भनेर जिन्दगीमा धेरै सङ्घर्ष गरेका छन्, धेरै त्याग गरेका छन्, धेरै कठिनताहरूबाट उनीहरू गुज्रिनु परेको छ। कतिका पेसा व्यवसाय चौपट भएका छन्, कतिको एउटा बेलामा परिवारमा कुरा बुझाउन धेरै सङ्घर्ष पनि भएको छ। तर समयक्रम जाँदाखेरिमा हिजो नबुझ्ने मान्छेहरूले पनि बुझ्न थालेका छन्। हामी मतलब चुप लाएर बसेको बेलामा पनि यसको के हो त उत्तर, यसको समाधान के हो त, अथवा तपाईँहरू आइदिनु पर्यो। मैले त एउटा बिचमा त यति धेरै मान्छे आउन थालेँ कि ल आउनु पर्यो राजनीतिमा भन्छन् सबै है, किनभने नेपालमा त अलिकति केही गरेपछि राजनीतिमा हाम फाल्ने देखेका। अब मैले पनि के हो त भनेपछि त्यो कुरालाई सम्बोधन गर्नु पऱ्यो नि। मैले पनि के गरेँ भने सामाजिक सञ्जालमा राख्ने मैले, ल के म चाहिँ राजनीतिमा जानु तपाईँलाई उपयुक्त लाग्छ भनेपछि त्यहाँ धेरैजनाको के आयो त, होइन अहिले जुन काम गरिरहनु भएको छ त्यो अझ महान काम भएको हुनाले अहिले चुनावी राजनीतिमा जानु हुँदैन भन्ने आएको देखाएपछि जो अत्यन्त मलाई अनुरोध गर्ने होला त्यही चिज देखाउनु पाएँ मैले। ठिक हो, तपाईँले पनि सम्मान नै गरे हो, तपाईँले पनि अपेक्षा नै राखेको हो, तिमीले पनि यो देशको कल्याण गर्नलाई मेरो भूमिका त्यहाँनिर भयो हुन्थ्यो भन्ने ठानेको हो। तर योभन्दा ठुलो सङ्ख्याले अहिले मलाई चाहिने जुन मैले सिद्धान्तको क्षेत्रमा, दर्शनको क्षेत्रमा, प्राज्ञिक क्षेत्रमा काम गरिरहेको छु, किनभने उमेरको हिसाबले पनि त्यस्तो धेरै भएको छैन। यति वर्ष काम गऱ्यो भने आफ्नो ठाउँमा छ, तर हेऱ्यो भने सामान्य रूपमा अहिले पनि म 50 भन्दा ओरै छु, 50 वर्ष नआएको छैन। त्यो हिसाबले हेर्दा त्यस्तो हतार गर्नुपर्ने पनि केही छैन भनेर त्यसरी पनि कयौँ मानिसहरूलाई मैले सम्झाएको छु। सारमा भन्दा मैले आफूलाई के रूपमा लिएँ, जीवन त मेरो लागि एउटा यज्ञ हो, कर्म मैले गर्नु छ। त्यो कर्म गर्दाखेरिमा हरेकको पात्रता के हो र अधिकार भेद के हो भन्ने थाहा पाउनु जरुरी छ। म को हुँ, म के हुँ, मेरो विशेषता के हो र मैले गर्न सक्ने कार्य के हो भन्ने थाहा पाएर गरियो भने त्यो अत्यन्त प्रभावकारी हुन्छ, भएको पनि छ। अब यदि मेरो कर्मले भोलि अहिले खास त विरोधीहरूले सुरु गरेका थिए, अब अहिले समर्थकहरूलाई पनि रहर लागेको छ। अब भोलि मानौँ ल राष्ट्र प्रमुखै बनाउने माग गर्यो सभ्यताले, राष्ट्रले त्यहाँ लग्यो भने न मैले रोकेर रोकिएला न विरोधीले रोकेर रोकिएला। अब त्यहाँ जानु नै छैन म भने न मैले रहर गरेर म पुगुँला, न
मलाई प्रेम गर्नेहरूले त्यहाँ मलाई देख्न चाहेर म त्यहाँ हुन्न। यी सब कुराहरूमा वास्तवमा भन्ने हो भने मैले त कहिले पनि सोचेर समय चाहिने त्यसका लागि लगाएकै छैन। म के बन्छु भन्ने कुरासँग त्यस्तो धेरै मलाई सरोकार छैन। मलाई सरोकार चाहिँ के छ भने कुन कर्तव्य मेरो, मैले के गर्न सक्छु, म यहाँ जन्मेँ, कस्तो परिवारमा जन्मेँ, कस्तो शिक्षा दीक्षा मैले पाएँ र म एक हिसाबले चाहिँ सौभाग्यशाली चाहिँ के छु भने घरमा, समाजमा, यहाँसम्म कि कार्यथलोमा समेत अत्यन्त प्रेम पाउने व्यक्ति म। मैले अन्य सन्दर्भमा पनि बोलेको छु कि यो धेरै कमलाई हुन्छ। यहाँसम्म कि त्यो त जागिर हो नि, जागिर खाने ठाउँमा मान्छेले चाहिँ नि एकअर्कालाई सम्मानै गर्छ, स्नेह नै गर्नुपर्छ भन्ने केही छैन। तर म जहाँ जागिर गर्छु त्यहाँ समेत स्नेह नै स्नेह देख्छु। फेरि सबै एउटै खालका मान्छेसँग कुरा गरेको छैन मैले। सामाजिक जीवनमा, सार्वजनिक जीवनमा, पेसागत जीवनमा, अस्ति नै मैले भने पत्रकारिता गर्दा होस्, अनुसन्धानका विभिन्न परियोजनाहरू हाँक्दा होस्, अरू पढाउने क्रममै होस्, म त एकदमै अति दक्षिणपन्थी धुरमा रहेको र अति वामपन्थी धुरमा रहेका मानिसहरू भनौँ नेपालको कुरो बाहेक केही पनि हुँदैन, उस्तै पऱ्यो भने उही जङ्गली युगको पातैको लुगा लाएर हिँड्नुपर्छ भन्ने सोच्ने मान्छेहरूदेखि लिएर नेपालको चिज जति केही पनि कामै छैन, जम्मै यसलाई अहिले भर्खर चाहिने कि त भनौँ न पुरानो सोभियत मोडलमा, कि त चाहिँ वेस्टमिन्स्टर मोडलमा, अथवा स्विजरल्यान्ड, सिङ्गापुर अथवा अमेरिका जस्तो बनाउनुपर्छ भनेर हिँड्ने मान्छेहरू पनि हर खालका मान्छेसँग कुरा गरेको छन्। 24 घण्टा धर्ममा चाहिँ रत भएकादेखि लिएर धर्मको नाम सुन्ने बित्तिकै चाहिँ नि भागिहाल्ने मान्छे सबैसँग काम गरेको छु। तर सबैले स्नेह नै दिएको देख्छु म। जस्तो गम्भीर द्वन्द्व अहिले पनि, अघि मैले भने म चाहिँ मेरो 49 वर्षको जीवनमा असाध्यै चाहिँ शैशवकालका समय परिवारभित्रै सीमित रहेको बाहेक हेऱ्यो भने त्यसपछि त सामाजिक सार्वजनिक जीवनमै छु, सानो उमेरदेखि नै छु। तर अहिले पनि मैले पुनरावलोकन गर्दाखेरिमा ओहो साह्रै बेस्वादको भयो त्यो ठाउँमा हुँदाखेरिमा भने त्यस्तो त कहीँ पनि भएको छैन। के हो त भन्दा मैले हेर्दा जीवन त आफैमा प्रयोग पनि हो नि त, अनुभव पनि हो नि त। यो जुन सहृदयताको प्रयोग, सहृदयताको अनुभव मेरो आफ्नो जीवनमा मैले चाहिँ नि महसुस गर्न पाएको छु, त्यो नै संसारलाई साझेदारी गर्न चाहेको न हो। अब त्यो मबाट हामी बन्यो, त्यति नै कुरा। अघि मैले म किन भने त भन्दा त्यो जिम्मेवारी बोध्ने भने। अब हामी किन भन्दैछु त भन्दा अब स्वामित्व बोध्ने। यो जति पनि चिज बन्छ यो सबै हाम्रो साझे हो। तर जुन उत्तरदायित्व, कर्तव्य त्यो गर्न चाहिँ एक्लो व्यक्तिका रूपमा पनि सदैव तत्पर छु भनेर म भन्नु पर्यो। त्यसै हुनाले म पनि छ, म मात्रै छ, हामी पनि छ। र त्यो हामीको दायरा कहाँसम्म छ भन्दा हामी सहृदयता दर्शन मान्ने भएको हुनाले त्यो त समस्त सृष्टिसम्मै जान्छ। मौका, परिस्थिति, परिवेशले गर्दाखेरिमा त्यस्तो हुने हो। त्यसो भएको हुनाले यो 10 वर्षमा हामीले जुन अनुभव गऱ्यौँ त्यो अनुभवका हिसाबले मैले केही ढोका खोल्ने जानकारी पनि गराएँ र कसरी हामी अब कग्निटिभ डाइमेन्सनबाट इफेक्टिभ डाइमेन्सनमा प्रवेश गऱ्यौँ भन्ने कुरा पनि जानकारी गराएँ र यो ऊर्जासहित हामी अझ प्रखर बनेर अझ नयाँ क्रियाकलापहरूसहित हामी अगाडि बढ्नेछौँ। यो सङ्कल्प, यो अठोट, यो दृढ प्रतिज्ञा यहाँहरू समक्ष मैले दोहोऱ्याएँ पनि। र जसले 5 वर्ष मात्रै टिक्यो भने पनि हेरौँला भनेका थिए, उनीहरूका अगाडि आज 10 वर्षको इतिहास लिएर, 0 किलो महाअभियानकै 10 वर्षको इतिहास लिएर एकदमै मृदु हास्यसहित म उभिएको छु। यो यहाँहरू सबैको ऊर्जालाई लिएर आएको यो चाहिँ नि ऊर्जा हो। त्यसो भएको हुनाले हामी सबैलाई जो जहाँ भए पनि यदि सहृदयता दर्शन मनपर्छ भने, आधारशिला चतुष्टयले आफ्नो पात्रता राम्रो हुन्छ भन्ने लागेको छ भने, स्थितिगत्यात्मक प्रगतिवादले हाम्रो समाजलाई सही दिशामा अगाडि बढाउँछ भन्ने लागेको छ भने, राज्य राष्ट्र सिद्धान्तले चाहिँ यहाँको राज्यतन्त्रलाई राम्रो बनाउँछ, सबैको हित हुन्छ भन्ने लागेको छ भने, र सहृदयता अर्थतन्त्रले सबै मानिसहरूको आधारभूत समृद्धि सुनिश्चित हुन्छ भन्ने लागेको छ भने अब यो तपाईँको पनि कर्तव्य हो, तिम्रो पनि कर्तव्य हो यसलाई प्रवर्धन गर्न। हामी चाहिँ सँगै अगाडि बढौँ। यो घर, यो 0 किलो महाअभियान भन्ने घर सबैका लागि खुला छ।
भन्ने आह्वान पनि गर्दै आजको यो 10औं स्थापना दिवसको औपचारिक जुन समारोह हो यो यही अन्त्य भएको घोषणा पनि गर्छु।